यातनाबाट मुक्त हुन डिभोर्स मागिन् तर नयाँ जीवन सुरु गर्नु अघि नै गयो ज्यान। कामबाट घर फर्किँदै थिइन् श्रीमती, बाटो कुरेर बसेका नेपाली ब्रोले श्रीमतीमाथि रड प्रहार गरे हत्या। घराइसी हिंसाबाट आजित भएर नयाँ जीवनको खोजीमा थिइन् ईश्वरी, तर सम्बन्ध विच्छेदको बाटो रोजेकी उनको यात्रा दुःखद अन्त्यमा पुगेको छ। नेपाली ब्रो उपनामले चिनिने 42 वर्षीय कुमार थापाबाट लामो समयदेखि मानसिक तथा शारीरिक यातना खिप्दै आएकी ईश्वरी भुजेलले अन्ततः छुटिएर शान्तिपूर्ण जीवन बिताउने निर्णय गरेकी थिइन्। नियमित कुटपिट र विवादका कारण उनले सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाएकी थिइन् र श्रीमानसँग अलग बसेर जीवन अगाडि बढाउन चाहन्थिन्, तर उनको त्यो चाहना पूरा हुन पाएन। प्रहरीले दिएको जानकारी अनुसार सम्बन्ध विच्छेदको विवादकै बीच भएको आक्रमणमा परेर ईश्वरीको मृत्यु भएको छ। घटनापछि कुमार थापा पक्राउ परेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका लोलाङ पयुटार क्षेत्रमा शुक्रबार राति एक हृदय विदारक घटना भएको छ। सामाजिक सञ्जालमा नेपाली ब्रो नामबाट परिचित 42 वर्षीय कुमार थापा मगरले आफ्नी पत्नी 42 वर्षीय ईश्वरी भुजेलको हत्या गरेका छन्। प्रहरीका अनुसार घटना राति करिब 10:10 बजे भएको हो। सैनिक सेवामा कार्यरत ईश्वरी कामबाट घर फर्किने समय कुरेर बसेका कुमारले घर नजिकै पुगे लगत्तै उनको टाउकोमा फलामको रडले आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी ईश्वरीलाई स्थानीयवासीले तत्काल तारकेश्वर अस्पताल पुर्याएका थिए। अत्याधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो, तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार कुमार र ईश्वरी बीच लामो समयदेखि वैवाहिक विवाद चलिरहेको थियो र उनीहरू सम्बन्ध विच्छेदको तयारीमा थिए। प्रारम्भिक अनुसन्धानले व्यक्तिगत सम्बन्धको तनावकै कारण घटना भएको देखाएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका कुमारलाई प्रहरीले शुक्रबार राति नै बालाजु क्षेत्रबाट पक्राउ गरेको छ। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रेस्लर तथा फाइटरका रूपमा समेत चिनिने कुमार थापा मगरको यो घटनाले सामाजिक सञ्जालदेखि आम जनमानससम्म ठूलो चर्चा र आक्रोश सिर्जना गरेको छ। सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका दम्पति बीचको विवादले अन्ततः ज्यानै जाने दुःखद परिणाम निम्ताएको भन्दै यस घटनाले घरेलु हिंसा र महिला सुरक्षाको विषयलाई पुनः गम्भीर रूपमा उठाएको छ। सुन्नमा के पनि आएको छ भने नेपाली ब्रोको छोराले नै भनेका छन् कि बालाजु प्रहरी चौकीमा बारम्बार उनीहरूले हामीलाई मार्न खोज्छ, उसले पीडा दिन्छ भन्दा पनि त्यहाँको प्रहरीले नेपाली ब्रोलाई अँगालो मार्ने कुनै पनि सिरियस नलिएको कारणले आज यस्तो घटना भएको भनेर उनको छोराले नै भनिरहेका छन्। अहिले घरेलु हिंसा भएर बारम्बार पुलिस चौकी धाउँदा पनि पुलिसले सिरियस नलिएको कारणले आज यस्तो घटना भएको हुन सक्छ। उनको छोराले नै अहिले यस्तो भनिरहेका छन्। पुलिसले हामीले गएर केस दर्ता गर्दाखेरि बाबालाई अँगालो मार्ने गर्थ्यौ, के छ ब्रो आज फेरि आयो भनेर भन्ने गर्थ्यौ, हाँस्थ्यौ। बारम्बार चौकीमा जाँदा उनले भनिरहेका छन् प्रहरीमाथि विश्वास गर्ने कि नगर्ने, प्रहरीले बचाउँछ भनेर प्रहरीमाथि जाँदाखेरि उनीहरूलाई सिरियस नलिएको कारणले आज यस्तो घटना भएको हुन सक्छ। प्रहरीले यदि कोही घरेलु हिंसा लिएर प्रहरी चौकी जान्छ भने एकदमै सिरियसली उनीहरूको केस लिनुपर्छ। प्रहरीले यस्ता केसहरू एकदमै सिरियसली रूपमा लिएर समाधान छिटोभन्दा छिटो गर्नुपर्छ। यस केसमा पनि प्रहरीले पहिले नै समाधान गरेको हुन्थ्यो भने आज उनीहरू जिउँदै हुन्थे होला। प्रहरीले यस्ता घरेलु हिंसा लिएर जो कोही पनि प्रहरी चौकी जान्छ उनीहरूलाई राम्रोसँग समाधान गर्नुपर्छ, किनकि आजभोलि सानो कुराको विवादले ज्यान जान सक्ने घटनाहरू घटिरहेका छन्। आज यो केसमा पनि प्रहरीले राम्रोसँग छानबिन गरेर उनीहरूको केस सिरियसली रूपमा लिएको भने उनी जिउँदै हुन्थिन् होला। यस कारणले महिलाहरू पनि कुनै घरेलु हिंसाबाट नपर्नु होला, चाँडै नै सतर्कता अपनाउनु होला।